हेलो यहाँहरू सबैलाई नमस्ते। तपाईँको मोबाइलमा युट्युब स्टुडियो डेस्कटप भर्सनमा कसरी खोल्नुहुन्छ, आज म त्यही भन्नलाई गइरहेको छु। सबभन्दा पहिला तपाईँको फोनमा भएको क्रोम ब्राउजर ओपन गर्नुहोस्। अब सर्च बारमा youtube.com टाइप गरेर सर्च गर्नुहोस्। मैले मेरो अर्को च्यानल साइन इन गरिसकेको छु। अब तल दाहिनेतर्फ कुनामा रहेको 3 डटमा टच गर्नुहोस्। त्यसपछि अलिकति तल जानुहोस् र रिक्वेस्ट डेस्कटप साइटमा टच गर्नुहोस्। डेस्कटप भर्सनमा युट्युब खुलिसकेको छ। त्यसपछि माथि दाहिनेपट्टि कुनामा रहेको च्यानल आइकनमा टच गर्नुहोस्। यस्तो मेनु आइसकेपछि युट्युब स्टुडियोमा टच गर्दा मोबाइलमा रहेको युट्युब स्टुडियो एप मोबाइल भर्सनमा खुल्छ। त्यसैले ब्याक जानुहोस्। आएको मेनुमा देखिएको युट्युब स्टुडियोमा 1 सेकेन्ड जति होल्ड गरेर टच गर्नुहोस्। फेरि एउटा मेनु देखिन्छ र त्यहाँ रहेको ओपन न्यू ट्याबमा टच गर्नुहोस्। अब तल रहेको 3 डटको छेउमा भएको पेज बक्समा टच गर्नुहोस्। तपाईले देखिरहनु भएको युट्युब स्टुडियोको एप भएको दोस्रो पेजमा टच गर्नुहोस्। अब तपाईले गेट द एपमा टच गर्नुभयो भने यो मोबाइल भर्सनमा खुल्छ। त्यसैले तल रहेको कन्टिन्यू टु स्टुडियोमा टच गर्नुहोस्। अब तपाईको मोबाइलमा डेस्कटप भर्सनमा युट्युब स्टुडियो खुलिसकेको छ। अब अर्को अझ छिटो तरिकाबाट पनि हामी मोबाइलमा युट्युब स्टुडियो डेस्कटप भर्सनमा खोल्न सक्छौँ। फेरि क्रोम ब्राउजर ओपन गर्नुहोस् र सर्च बारमा सिधै युट्युब स्टुडियो टाइप गरेर सर्च गर्नुहोस्। तपाईले सबभन्दा माथि युट्युब स्टुडियो देख्नुहुन्छ। त्यहाँ 1 सेकेन्ड जति टच गर्नुहोस्। ओपन इन न्यू ट्याबमा टच गर्नुहोस्। अब तल रहेको 3 डटको छेउमा भएको पेज बक्समा टच गर्नुहोस्। तपाईले देखिरहनु भएको युट्युब स्टुडियो एप भएको दोस्रो पेजमा टच गर्नुहोस्। तल रहेको कन्टिन्यू स्टुडियोमा टच गर्नुहोस्। अब तपाईको मोबाइलमा युट्युब स्टुडियो डेस्कटप भर्सनमा खुलिसकेको छ। तपाईहरूलाई यो भिडियो कतिको सहयोगी लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। र यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक र मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।